आज चाहिँ हामी जर्नलको क्लास 8 को जर्नलको पीपी नम्बर 1 को सोलुसन लिएर आएको छौं। र फर्स्टमा चाहिँ हाम्रो क्वेशन दिएको छ, विनायक स्टार्टेड बिजनेस विथ क्याश रुपीज 2,70,000। अब हामीले प्रिभियस क्लासमा अलरेडी डिस्कस गरिसकेको छौं जर्नलको बारेमा। त्यसको रुल्सहरु के कसो छ, डेबिटिङ क्रेडिटिङ रुल्स बेस्ड अन द टाइप्स अफ अकाउन्ट भनेर हामीले गरिसकेको छौं। अब अहिले चाहिँ हामीले चाहिँ अब यसको सोलुसन गर्न आँटेको छौं। अब यहाँनेरि के छ भन्दाखेरि चाहिँ विनायकले चाहिँ बिजनेस स्टार्ट गर्यो अरे के कसरी भन्दाखेरि चाहिँ विथ क्याश रुपीज 2,70,000 भनेको छ। 2,70,000 लगाएर चाहिँ उसले चाहिँ बिजनेस स्टार्ट गर्यो। यसको मतलब के भयो भन्दाखेरि चाहिँ रियल अकाउन्टको रुल अनुसार डेबिट व्हाट कम्स इन भयो। जब हामीले बिजनेसमा पैसा लगानी गर्छौं भने चाहिँ बिजनेसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो पैसा चाहिँ इन हुन्छ। रियल अकाउन्टको रुल डेबिट व्हाट कम्स इन क्रेडिट व्हाट गोज आउट भएको हुनाले यसको जर्नल चाहिँ अब हामीले के लेख्ने भन्दाखेरि चाहिँ डेबिट व्हाट कम्स इन क्याश अकाउन्ट डेबिट टु। अब यो बिजनेस स्टार्ट गर्दाखेरि चाहिँ अब जुन पैसा बिजनेस ओनरले लगाउँछ, चाहे त्यो पैसा होस्, चाहे त्यो स्टक अफ गुड्स होस्, चाहे त्यो फर्निचर होस्, ल्यान्ड एन्ड बिल्डिङ होस्, जुनसुकै एसेट्सहरु लगाएर चाहिँ यदि कसैले चाहिँ बिजनेस स्टार्ट गर्छ भने त्यो एसेट्सहरुलाई चाहिँ हामीले सबैलाई चाहिँ के भन्छौं भन्दाखेरि क्यापिटल भन्छौं। त्यही भएर चाहिँ बिजनेसमा क्याश इन भयो अनि के को हेडिङमा भन्दाखेरि चाहिँ क्यापिटल भनेर चाहिँ लेख्नु पर्ने हुन्छ। सो हाम्रो जर्नल चाहिँ के हुने रहेछ, क्याश अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भनेर लेख्ने। अनि यहाँ तल हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि नरेसन लेख्नुपर्ने हुन्छ। बीइङ बिजनेस स्टार्टेड विथ क्याश भनेर लेख्नुपर्ने हुन्छ। यसको मतलब के रहेछ भन्दाखेरि यदि हामीलाई चाहिँ कुनै पनि जर्नल गर्ने क्वेशन दिएको छ र त्यसमा चाहिँ बिजनेस स्टार्टेड अथवा बिजनेस कमेन्स्ड भनेर दिएको छ भने त्यतिखेर चाहिँ अब हामीले चाहिँ आँखा चिम गरेर क्रेडिटमा चाहिँ टु क्यापिटल हुन्छ भन्ने कुरा चाहिँ अब हामीले बुझ्दा भयो। अनि डेबिटमा चाहिँ के लेख्ने भन्दाखेरि सबै एसेट्स जुन चाहिँलाई चाहिँ बिजनेसमा चाहिँ लगाएर चाहिँ बिजनेस स्टार्ट गरेको छ त्यो सबै एसेट्सलाई चाहिँ हामीले डेबिटमा लेख्नु पर्ने हुन्छ। अब यति लेखिसकेपछि अब हामीले के गर्ने भन्दाखेरि 2,70,000 डेबिटमा एन्ड 2,70,000 क्रेडिटमा लेख्नु पर्ने हुन्छ। यति गरेपछि हाम्रो 1 नम्बरको कम्प्लिट भयो। ल अब यो नेक्स्ट क्वेशन छ बी नम्बरमा फेब्रुअरी 3 भनेर दिएको छ। अनि क्वेशनमा चाहिँ के छ भन्दाखेरि चाहिँ रोशनी कमेन्स्ड बिजनेस विथ क्यापिटल रुपीज 1,70,000 भनेर दिएको छ। अब यहाँनेरि चाहिँ फेरि सेम क्वेशन छ है, नाम मात्रै फरक छ। अब यहाँ कसले रहेछ भन्दाखेरि रोशनीले, अघि विनायकले थियो अहिले रोशनीले छ। रोशनीले चाहिँ बिजनेस कमेन्स्ड गरेर अघि स्टार्टेड भनेको थियो अहिले कमेन्स्ड भनेको छ। सेम कुरा हो। अनि के छ भन्दाखेरि विथ क्यापिटल रुपीज 1,70,000 रहेछ। यसको मतलब अब के भयो भन्दाखेरि बिजनेसमा चाहिँ क्याश इन भयो, क्याश अकाउन्ट डेबिट। किन भन्दाखेरि क्याश भन्ने बित्तिकै रियल अकाउन्टको रुल भयो। रियल अकाउन्टको रुलले के भन्छ, डेबिट व्हाट कम्स इन भन्छ। बिजनेसमा क्याश आयो त्यही भएर डेबिटमा भयो। अनि कुन हेडिङमा आयो भन्दाखेरि क्यापिटलको हेडिङमा आयो, त्यही भएर क्रेडिटमा चाहिँ हामीले क्यापिटल अकाउन्ट लेख्नुपर्ने हुन्छ। अनि अमाउन्ट छ 1,70,000, 1,70,000। अनि यसको नरेसनमा चाहिँ हामीले बीइङ बिजनेस कमेन्स्ड भनेर लेखिसकेको छौं। अब यहाँनिर हामीले चाहिँ अब नरेसन लेख्नु चाहिँ त्यस्तो गाह्रो मान्नुपर्ने केही पनि छैन। क्वेशनमा जे दिएको छ त्यही कुरालाई चाहिँ हामीले नरेसनमा लेख्दा हुन्छ। बस यो अमाउन्टलाई मात्रै हटाएर लेख्न सकिन्छ। अब यहाँनिर मैले के लेखेँ, बीइङ बिजनेस कमेन्स्ड, अब बाइ रोशनी लेख्दा पनि हुन्थ्यो। अब मैले चाहिँ लेखिन, बीइङ बिजनेस कमेन्स्ड मात्र भनेर लेख्दै। यो नरेसन चाहिँ तपाईहरुले जुन तरिकाले आफुलाई सहज लाग्छ, जुन तरिकाले आफुले बुझ्नुहुन्छ त्यही तरिकाले चाहिँ लेख्दा हुन्छ। अब यो थर्ड क्वेशन मार्च 5 को छ।
यो पनि सेम छ। अब त तपाईहरुले यो क्वेशन हेर्दै जानिसक्नु होला कि यसको आन्सर के हुन्छ भनेर। अब यहाँ चाहिँ के छ भन्दाखेरि दुर्गा इन्भेस्टेड ₹2,50,000 क्यास इन हर बिजनेस भनेर दिएको छ। यसको मतलब के रहेछ, दुर्गाले चाहिँ उसको बिजनेसमा चाहिँ 2,50,000 ₹2,50,000 चाहिँ क्यास इन्भेस्ट गरेछ। फेरि यहाँ के भयो, दुर्गाको बिजनेसमा चाहिँ क्यास आयो, त्यही भएर हामीले के लेख्नुपर्ने हुन्छ, क्यास एकाउन्ट डेबिट टु, फेरि यो बिजनेसमा लगाएको इन्भेस्ट गरेको भएको हुनाले हामीले क्रेडिटमा चाहिँ टु क्यापिटल अकाउन्ट भनेर लेख्ने। अनि एमाउन्ट लेख्दाखेरि चाहिँ 2,50,000 यो अनि 2,50,000 भनेर डेबिट र क्रेडिटमा बराबरी अमाउन्ट लेख्नुपर्ने हुन्छ। अनि नरेसन लेख्दाखेरि अघि नै मैले भनिहालेँ क्वेसन अनुसारै लेख्नुपर्ने हुन्छ। बिइङ इन्भेस्टेड क्यास इन बिजनेस भनेर मैले लेखेँ। यो तपाईहरुले आफ्नो बुझाइ अनुसार लेख्दा हुन्छ। ल अब यो फोर्थ क्वेसन छ। फोर्थ क्वेसन चाहिँ अक्टोबर 1 को छ। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि स्टार्टेड बिजनेस विथ क्यास ₹1,95,000 एन्ड फर्निचर ₹35,000 दिएको छ। अगाडिको क्वेसन्सहरुमा चाहिँ हामीलाई यो एउटा मात्रै एसेट्सले चाहिँ बिजनेस स्टार्ट गरेको दिएको थियो भने यहाँ चाहिँ हाम्रो दुईटा एसेट्स छ, एउटा छ क्यास, अर्को छ फर्निचर। अब यहीकै सेम रुल यहाँ पनि एप्लाई हुन्छ। यो एसेट्स भएको हुनाले रियल एकाउन्ट भयो अनि रियल एकाउन्टको रुल अनुसार डेबिट वाट कम्स इन। अब बिजनेसमा के आयो भन्दाखेरि क्यास 1,95,000 आयो र फर्निचर 35,000 को आयो। त्यही भएर हामीले यसको जर्नल बनाउँदाखेरि के लेख्ने भन्दाखेरि क्यास एकाउन्ट डेबिट भनेर लेख्नुपर्ने हुन्छ र फर्निचर एकाउन्ट पनि डेबिट हुन्छ। किन भन्दाखेरि फर्निचर पनि बिजनेसमा इन भयो। अब क्यास छ 1,95,000 र फर्निचर छ 35,000। अब क्रेडिटमा हामीले के लेख्ने त भन्दाखेरि टु क्यापिटल लेख्ने। किनकि यो पनि बिजनेसकै लागि हो, बिजनेस स्टार्ट गर्नकै लागि हो। अनि अब यो क्यापिटलमा चाहिँ कति अमाउन्ट लेख्ने भन्दाखेरि यो दुईटा अमाउन्टलाई चाहिँ जोडेर चाहिँ हामीले 1,95,000 मा 5,000 को 2,00,000 2,30,000 चाहिँ हामीले क्यापिटलमा चाहिँ यसरी चाहिँ यो अमाउन्ट लेख्नुपर्ने हुन्छ। अनि यहाँ नरेसनमा हामीले बिइङ बिजनेस स्टार्टेड विथ क्यास एन्ड फर्निचर भनेर मैले नरेसन लेखिदिएँ। नरेसन चाहिँ तपाईहरुले आफ्नो बुझाइ अनुसार जे लेख्दा पनि भयो, तर त्यसले चाहिँ बिजनेस स्टार्ट गरेको क्यास र फर्निचरले भन्ने कुरा चाहिँ सेन्स दिन सक्नु पर्यो है त। ल अब यो चाहिँ हाम्रो PP1 को लास्ट क्वेसन भयो। डिसेम्बर 2 मा चाहिँ के गरेको रहेछ भन्दाखेरि चाहिँ कमेन्स बिजनेस विथ क्यास ₹2,25,000 अनि स्टक अफ गुड्स ₹75,000 दिएको रहेछ। अब यहाँ चाहिँ के भयो भन्दाखेरि दुईटै चाहिँ हाम्रो एसेट्स भयो, एउटा क्यास अनि एउटा स्टक अफ गुड्स। अब तपाईहरुले त बुझिसक्नु भएको छ, आन्सर पनि बुझिसक्नु भयो होला के हुन्छ भनेर। हाम्रो यहाँ चाहिँ के हुन्छ, अब क्यास comes in, so cash account is debited and again we have another assets stock of goods। त्यही भएर हामीले stock of goods पनि लेख्नु पर्ने हुन्छ है। गुड्स एकाउन्ट यसलाई पनि हामीले के गर्ने, डेबिटमा लेख्ने। अनि टु भनेर क्रेडिटमा के लेख्नु पर्छ होला त, क्रेडिटमा चाहिँ अब हामीले टु क्यापिटल एकाउन्ट लेख्नुपर्ने हुन्छ। किनकि यो चाहिँ हाम्रो बिजनेस स्टार्ट भएको हुनाले कमेन्स बिजनेस गरेको छ अनि यो एसेट्सहरु लगाएर चाहिँ बिजनेस स्टार्ट गरेको हुनाले यो एसेट्सहरु कम्स इन भयो, त्यही भएर डेबिटमा भयो। अनि क्रेडिटमा चाहिँ क्यापिटल भनेर लेख्ने। अब अमाउन्ट लेख्दाखेरि चाहिँ 2,25,000 क्यासमा, स्टक अफ गुड्समा 75,000 अनि क्यापिटलमा चाहिँ यो दुईटालाई जोडेर चाहिँ हामीले 3 लाख चाहिँ क्यापिटलमा लेख्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ जिरोहरु चाहिँ देखिएको छैन, तपाईहरुले 3 को पछाडी 5 वटा जिरो लेखिदिनु होला। अनि नरेसन लेख्नुपर्ने हुन्छ। नरेसनमा चाहिँ हामीले के लेख्यौं भन्दाखेरि बिइङ बिजनेस कमेन्स्ड विथ क्यास एन्ड स्टक अफ गुड्स भनेर चाहिँ हामीले नरेसनमा लेख्यौं। ल हाम्रो चाहिँ PP1 को 5 वटा क्वेशन चाहिँ हामीले सल्भ गरिसकेको छौं। अब हामी PP2 मा जाउँ।
PP2 गर्न गइरहेको छौँ। PP2 मा चाहिँ अब हाम्रो के छ भन्दाखेरि चाहिँ ज्येष्ठ 5 भनेर क्वेसन दिएको छ र ज्येष्ठ 5 मा चाहिँ क्वेसन चाहिँ के छ भन्दाखेरि गणेश स्टार्टेड बिजनेस विथ क्यास रुपिस 5 लाख भनेको छ। अब त अघि हामीले PP1 मा पनि यही सेम रिलेटेड क्वेसन गरिसकेको छौँ र PP1 मा चाहिँ अब त्यो क्वेसन्सहरुमा चाहिँ अब फरक के छ भन्दाखेरि मान्छेको नाम मात्र फरक छ र अमाउन्ट फरक दिएको छ, बाँकी त सबै सेम नै हो। अब हामीले यो गरौँ है त। अब तपाईहरुले बुझि पनि सक्नुभयो होला डेबिटमा के हुन्छ क्रेडिटमा के हुन्छ भनेर। अब यहाँ हेरौँ है त ल। अब गणेश स्टार्टेड बिजनेस विथ क्यास। अब यो क्यास भनेको कुन एकाउन्टमा पर्यो? रियल एकाउन्टमा पर्यो। गुड। अनि त्यसपछि अब यो रियल एकाउन्टमा पर्यो भनेपछि रियल एकाउन्टको रुल के छ? डेबिट वाट कम्स इन छ, बिजनेसमा चाहिँ क्यास आयो, त्यही भएर हामीले के लेखौँ? क्यास एकाउन्ट डेबिट टु क्यापिटल। क्यापिटल किनकि यो चाहिँ बिजनेस स्टार्ट गर्नको लागि लगाएको एसेट्स हो, त्यही भएर क्यापिटल एकाउन्ट भनेर हामीले लेख्नुपर्ने हुन्छ। अनि कति एमाउन्ट भन्दाखेरि डेबिट र क्रेडिट दुईटैमा हामीले बराबरी एमाउन्ट 5 लाख लेख्नुपर्ने हुन्छ। अनि नरेसन त अब त तपाईहरु एक्सपर्ट भइसक्नु होला नरेसन लेख्नको लागि। ल हाम्रो नरेसन चाहिँ अब के हुन्छ? बिइङ बिजनेस स्टार्टेड विथ क्यास भनेर लेख्यौँ। यति लेखेपछि हाम्रो PP2 को फर्स्ट प्रब्लम सकियो। अब जाउँ नेक्स्ट क्वेसनमा। ल यो PP1 र PP2 को लगभग क्वेसन्सहरु सबै सेम नै छ। फरक चाहिँ त्यही अमाउन्टमा फरक हुन्छ अनि यो एसेट्सहरु अलिअलि फरक दिएको रहेछ अनि मान्छेको नामहरु फरक दिएको छ। अनि त्यो भएर चाहिँ हामीले यदि PP1 तपाईहरुले मज्जाले बुझिसक्नु भएको छ भने यो PP2 गर्नु तपाईहरुलाई केही पनि प्रब्लम हुने छैन। अब हेरौँ है त। अब यो PP2 को असाढ 22 को क्वेसनले के भन्छ? मौसमी कमेन्स बिजनेस विथ क्यापिटल रुपिस 4 लाख दिएको छ। अब यहाँनिर के भएछ? मौसमीले चाहिँ बिजनेस स्टार्ट गरेछ। बिजनेस स्टार्ट गर्ने बित्तिकै क्रेडिटमा 2 क्यापिटल हुन्छ भन्ने कुरा त हामीले बुझि नै सकेको छौँ। अब डेबिटमा चाहिँ के हुन्छ? क्यास हुन्छ। भेरी गुड। क्यासलाई चाहिँ अब हामीले के गर्ने? क्यास एकाउन्ट डेबिट भनेर लेख्ने। किनकि यो क्यास चाहिँ हाम्रो रियल एकाउन्ट भयो अनि रियल एकाउन्टको रुल अनुसार बिजनेसमा एसेट्स इन हुँदैछ, त्यही भएर डेबिट वाट कम्स इन भयो टु क्यापिटल एकाउन्ट। तपाईहरुले यो क्यापिटलको साटोमा चाहिँ मौसमीज क्यापिटल अथवा जे नाम दिएको छ त्यो नाम गणेश क्यापिटल अब त्यस्तो भनेर पनि लेख्न सक्नुहुन्छ है। अब तर नलेखेर चाहिँ तपाईहरुले यसरी क्यापिटल अकाउन्ट मात्रै भनेर लेख्दा पनि रङ हुने चाहिँ हुँदैन है। त्यही भएर अब तपाईहरुलाई जुन चाहिँ सजिलो लाग्छ त्यही लेख्दा भयो। अनि अब हामीले यो लेखिसकेपछि अब नरेसन लेख्छौँ। अब नरेसन के हुन्छ होला? भन्नुस् त। बिइङ बिजनेस स्टार्टेड भनेर लेख्दा हुन्छ है। बिइङ बिजनेस स्टार्टेड अथवा बिइङ बिजनेस स्टार्टेड ल विथ क्यास भनेर लेखिदिउँ न त है। विथ क्यास भनेर हामीले यति लेख्यौँ भने हाम्रो मार्क्स आयो। ल PP2 को थर्ड क्वेसनले के भन्छ? राजन इन्भेस्टेड क्यास रुपिस 1 लाख इन बिजनेस भन्छ। अब यसको पनि हामीले जर्नल गर्नुपर्ने हुन्छ। यो जर्नल अब हामीले थाहा पाइसकेको छौँ है के हुन्छ भनेर। तपाईहरु सबैजनाले आइ नै सकेको छ। त्यही पनि हामी यो गरौँ। हामीले के लेख्नुपर्ने हुन्छ? क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट लेख्ने है। मैले भनिहालेँ नि सबै क्वेसन्सहरु चाहिँ सेम छ है, नाम मात्रै फरक छ र एमाउन्ट मात्रै अलिअलि फरक दिएको छ। नत्र त सबै क्वेसनको चाहिँ जर्नल चाहिँ हेर्नुस् न। क्रेडिटमा चाहिँ 2 क्यापिटल छ सबै क्वेसनको अनि डेबिटमा चाहिँ सबै एसेट्सहरु नै लेख्नुपर्ने हुन्छ। अब एसेट्सहरु त हामीले चिनि नै हाल्छौँ। अब कस्तो कस्तोहरु एसेट्स हुन्छ भन्ने कुरा त हामीलाई अलरेडी थाहा छ। अब यसको नरेसन फेरि के लेख्ने? बिइङ क्यास इन्भेस्टेड इन बिजनेस भनेर लेखिदिनु भयो भने ट्याक्कैसँगले तपाईको यो थर्ड नम्बरको क्वेसन पनि सल्भ हुन्छ है। ल अब यो क्वेसनमा चाहिँ हामीलाई के छ भन्दाखेरि दुईटा एसेट्स युज गरेर चाहिँ बिजनेस स्टार्ट गरेको छ। अब एसेट्स भन्ने बित्तिकै रियल एकाउन्ट भयो। रियल एकाउन्ट भन्ने बित्तिकै डेबिट वाट कम्स इन हुन्छ। त्यो भएर अब यहाँ दुईटा एसेट्सहरु के छ होला भन्नुस् त? एउटा क्यास छ अनि अर्को चाहिँ मेसिनरी छ। त्यही भएर अब हामीले के लेख्ने भन्दाखेरि
क्यास एकाउन्ट डेबिट भनेर लेख्ने अनि मेसिनरी एकाउन्ट डेबिट भनेर लेख्ने अनि क्रेडिटमा चाहिँ के लेख्नुपर्छ टु क्यापिटल एकाउन्ट भनेर लेख्ने है त। अब क्यासमा कति लेख्ने 2,10,000 हुन्छ, मेसिनरीमा 1,10,000 भयो र अब क्यापिटलमा कति हुन्छ होला, भेरी गुड 3,20,000 हुन्छ है त। अनि अब नेरेसनमा के लेख्ने, बिङ बिजनेस स्टार्टेड विथ क्यास एन्ड मेसिनरी भनेर नेरेसनमा लेख्नु पर्यो। ल यति लेखेपछि फेरि हाम्रो यो 4th नम्बरको प्रब्लम पनि सल्भ भयो। ल अब चाहिँ हामीले PP2 को लास्ट क्वेसन सल्भ गर्न आँटेको छौँ। अब यो चाहिँ हाम्रो कार्तिक 2 गतेको डेट दिएको छ है। यो डेट चाहिँ अब तपाईहरुलाई थाहा छँदैछ, डेटको कलममा यो डेट मेन्सन गर्नुपर्छ भनेर। अब यो क्वेसनले के भन्छ, कमेन्स बिजनेस विथ क्यास ₹1,60,000 एन्ड कम्प्युटर ₹30,000 छ। अब यहाँनिर यो दुईटा एसेट्सहरु हो, एउटा क्यास एउटा कम्प्युटर। यसलाई हामीले के गर्छौं, डेबिटमा लेख्छौं। के लेख्ने, क्यास एकाउन्ट डेबिट भनेर 1,60,000 लेख्ने अनि कम्प्युटर हुनु चाहिँ अब कम्प्युटरलाई चाहिँ हामीले मेसिनरी भनेर भन्दा पनि हुन्छ, तर अब अहिले चाहिँ हामीले चाहिँ अहिले कम्प्युटर नै सिक्दै गरौँ न है। कम्प्युटर एकाउन्ट डेबिट भनेर 30,000 लेख्ने अनि क्रेडिटमा फेरि के लेख्ने, टु क्यापिटल एकाउन्ट भनेर यो दुईटालाई जोडेर कति हुन्छ, 1,90,000। भेरी गुड, 1,90,000 यसरी हामीले लेख्यौँ। अनि अब फेरि पालो आयो नरेसनको। नरेसन त हामीले क्वेसनकै साथ दिने त हो है। बिङ कमेन्स्ड बिजनेस विथ क्यास एन्ड कम्प्युटर। हेर्नुहोस् त है, हामीले क्वेसनकै सारिदिउँ, बस के लेखिनौँ, एमाउन्ट मात्रै लेखिनौँ क्या। एमाउन्ट नलेखेर यो क्वेसनको अगाडि बिङ लेखेर कमेन्स बिजनेस विथ क्यास एन्ड कम्प्युटर भनेर लेखिदिउँ, सकिएको। अब यसरी चाहिँ अब हामीले चाहिँ आज चाहिँ PP1 र PP2 लाई चाहिँ सल्भ गर्यौँ। अब आउँदो भिडियोहरुमा चाहिँ अरू प्रब्लम्सहरु पनि हामी सल्भ गर्नेछौँ। ल आजलाई यति नै है त।